Oh my god. Hello everyone, namaste, welcome back to my channel. अनि त्यसपछि यति धेरै लामो समयपछि म फेरि आइसकेको छु। हामी चाहिँ फ्राइडे पिकनिक गएको थियौँ अनि मैले भ्लग हाल्छु भनेको थिएँ। त्यस्तो हुन्छ नि, अनफर्चुनेटली के मैले भ्लग स्टार्ट गरिसकेको थिएँ। हाल्छु बनाउँछु भन्ने केही थिएन, तर फेरि सोचेँ कि हुन्छ नि अब मोबाइलमा भइसकेपछि डिलिट भइहाल्छ अनि त्यसरी भ्लग हालेपछि एउटा मेमोरिज क्रिएट हुन्छ नि त। सो आई थट कि भ्लग म जसरी पनि एडिट गर्छु आज भनेर। सो यहाँ के कस्तो भएछ मलाई आफै थाहा छैन। यता नहुँती बस्छ अनि एक त यति धेरै गाना बजिरहेको थियो, कपिराइट पनि लाग्न सक्छ। सो यहाँ के कस्तो लाग्छ यताउति हेरिदिनु होला। र अब अस्तिको भिडियोमा जोइन गर्छु, हेर्नु है त। पिकनिक आएको छु मैले, यस्तरी हिँड्नु परिरहेको छु, यस्तरी पकाएको किनकि पुरा भुइँ लतारिरहेको छ क्या। यही रोसिने छिट्टा पऱ्यो। इधर ये लोग कति सफा भयो भाडो मछली टोक्यो भित्र नपलोस् है। मछली त यहाँ धेरै छ। के धेरै रहेछ। हामी दुईजनाको चाहिँ अरू काम छैन, यतादेखि यता भाडा लग्ने काम छ। सबको हालत यस्तै छ। म यस्तै पकडेर बसिरहेको छु। काम भइरहेछ नि त। अब यहाँको पिस वातावरण इन्जोय गर्नुहोस् है त। इन 1 2 3 गो। अर्को भाडा चाहिँ मजाले मुसाउने। उहाँले के भन्नु राख्नु भने ग्यासमा पर्दैन, मैले पनि त्यही भन्दै थिएँ कि ग्यास किन पर्दैन, भाडा काले कालो हुन्छ धुने बेला अहिले। यहाँको रियालिटी हेर्नुहोस् है, यहाँको रियालिटी हेर्नुहोस्। भिडियोमा कस्तो हुनुहुन्छ यहाँ हेर्नु, यस्तो थर्काइराख्नु भएको छ। केटाकेटी हो यहाँ चाहिँ प्याज एन्ड सबै कुरा कटिङ भइरहेछ। ओके यहाँ चाहिँ चियाको लागि दुध गर्दैछ। ल काट्छौँ, तपाईँ ल्याउनु न मात्रै। आज मेरो दिदीले बहुत काम गरिराख्नु भएको छ। अहिले चाहिँ प्याज काटेर राख्नु छ। हामीलाई काम चुर भन्नु होला, अघिदेखि हामीले यताउति गरेको हो कि नै। उहाँहरू चाहिँ मेरो दिदी हो है। अरे अबे त्यो ममता तामाङ ब्रेकफास्ट टाइम। यहाँ मच्छीले बहुत टोकिरहेछ है। यता चाहिँ एकदमै मच्छीले टोकिरहेछ। थाङ्कु धर्म ल्याएको चाहिँ मेरो पाल परिरहेको छु। खानामा चाहिँ काम छ भन्नु होला, होइन है त्यस्तो काम गरेको चाहिँ कसले बनाइन्छ नि त, भिडियो देखिरहेन। कस्तो राम्रो छ। अब खाएपछि भित्र ल छैन भन्नु होला। हामी अघि यस्तै बोक्ने काम मात्रै गरिरहेछौँ है, यो नि कामै एउटा। आइजहरू चाहिँ कपाल कोर्नी भइरह फोटो खिच्ने भनेर है। कपिराइट लाग्ला फोटो खिचिसक्नु। यस्तो राम्रो के कस्तो राम्रो फिस। अब तेल हाल्दै म शीतल सर
कपी बल्ल घाम लाग्यो मेरो ब्लग चाहिँ यताको न उताको भयो यस्तै हेर्नु के छ र यताउति गर्नु पो कसले बनाइन्छ भिडियो क्यामेरामा धनिया चप्के छ घाम लाग्यो घाम अहिले फोटो राम्रो आउँदैन थाहा छ कस्तो ओभर गर्नु भइहाल्छ खिच्न पाएन कस्तो राम्रो छ कि त्यहाँनिर हेर्नु सुनिराख्नु छ चुई 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 आवाज यो कपडा लगाएर त्यसै आए जस्तो पनि फिल भइरहेछ कि यस्तो भएर रोक्ने पनि हात धुन्छु धाराको पनि व्यवस्था छ व्यवस्था अब हामी खिचेनौँ भने चाहिँ हाम्रो फोटो राम्रो आउँछ तपाईँ जस्तो छोरा नि हो हेर्नुभयो ब्रदर मेरो त काँटा खसिएको छ गाइस काँटा खसिएको छ नि गोइङ प्रिन्सेस ट्रिटमेन्ट यसलाई भन्छ नि बहिनीको लागि बहिनी आज साँच्चै प्रिन्सेस बनेर आउनु भएको छ आऊ म तान्छु तपाईँलाई भएको तान्नु त किन उदास हुनुहुन्छ तपाईँ थ्याङ्क यू हे प्रकृति खाना कस्तो छ पिरो छ करेन्ट त पिरो हुँदैन होला फेरि बल्ल कति 2-3 घन्टा पछि खाना खाएर चाहिँ कपरेट लाग्छ सबको हेर्नु खानासाना खाएर पनि निस्किन्लाको खानासाना खाएर निस्किनु खै के भयो भ्लग मेरो भ्लगलाई हाई पनि पैसा दिनु यस कता गयो भ्लग दिइहाल्छु मेरो चाहिँ त्यहाँ अगाडि पार्सल आएको थियो म लिन गएको थिएँ लिटरली यस्तो गर्मी छ नेपालगञ्जको अनि मलाई लगाएको थिएँ यस्तो गर्मीमा पागल बेसी यही काम लागिहाल्यो राख्नु पर्छ क्वालिटी त राम्रो छ तर मलाई हुन्छ कि नै भन्नु हो ब्रो थाहा लागिरहेको थियो कि मलाई साइजमा त फ्री साइज त हुँदैन कि यो त श्रग हो यसमा त यत्रो ढिला परेको त ठिक छ केही छैन यसमा त फिटेड त भयो तर यहाँ यति ओ भाइ साहब त्यही भएर मलाई आफ्नो साइजको मात्रै लिन मन लाग्छ भन्ने कुरा चाहिँ हो यो त भइहाल्यो साइज मिलिहाल्यो आइम गोइङ टु डाई यो चाहिँ यो कलेक्सनबाट साइडमा राखिदिन्छु म पेजको स्क्रिनसट यो चाहिँ भइहाल्छ एकछिन 1 2 3 को ओ माई गड आई एम लभिङ दिस टी म यति अर्डर गर्छु तर यस्तो हुन्छ नि कहिलेकाहीँ साइज नमिल्ने यताउति हुन्छ तर सी दिस टप ओ भाइ साहब सी दिस यसको क्वालिटी म कसरी देखाइदिउँ क्यामेराबाट यसको क्वालिटी अनि यसलाई चाहिँ एउटा सोल्डर गरेर स्टाइल गर्दा हुन्छ के एकछिन रोक्नु म क्लोजरमा देखाउँछु म त्यो बिना लाइट पनि यस्तो राम्रो छ रेड वाइन कलर कपडा होइन यस्तो शीतलो छ अनि अफोर्डेबल पनि छ यस्तो मैले सोचिरहेको छु कि म यस्तो पातलो मान्छे कसरी फिटेड भएर यसको कलर हेर्नु क्या यो श्रग पनि राम्रो छ तर मलाई अलिकति भयो क्या यस्तो लुज जस्तो देखिरहेको छ यत्रो हात त छैन नि मेरो
त्यही भएर फाइन ठिक छ आई एम सेटिस्फाइड विथ दिस त्यही हो एन्ड या यति नै थियो आजको भिडियो चाहिँ मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई